world is not changing, it is transforming, and history is watching. Welcome to Geopolitical Monologue with Jason. हामी सबैको ध्यान बेजिङतिर केन्द्रित रहँदा इरान, साउदी अरेबिया र युएई सँगै तिनैवटा देश जो एक आपसमा लड्दै थिए, एउटा बैठकमा सामेल भएका छन्। केही दिन अगाडि नयाँ दिल्लीमा ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठक थियो। त्यो बैठकमा यी तीन राष्ट्रहरू उपस्थित भए। सायद मलाई लाग्छ यो फेब्रुअरी 28 पछि कुनै एउटा फोरममा सँगै आएको यो नै पहिलो हो जस्तो लाग्छ। तिनैवटा पार्टी एउटा बैठकमा। यो बैठक चाहिँ आगामी सेप्टेम्बर 12 र 13मा ब्रिक्स सम्मेलन हुन लाग्छ। यसपालिको ब्रिक्सको अध्यक्षता चाहिँ इन्डियाको छ। त्यो ब्रिक्स सम्मेलनको लागि पूर्व तयारीको रूपमा मानिएको छ यो सम्मेलन। त्यो सम्मेलनको बेलामा यी तीन राष्ट्रहरू भेटेका छन्। त्यहाँ इरानियन फरेन मिनिस्टरको अलिकति कडा वक्तव्यहरू आएका छन् र यसलाई अलि नजिकबाट हेर्ने हो भने के देखिन्छ भने रसियाको फरेन मिनिस्ट्रीको एउटा प्रेस रिलिजमा भनेअनुसार यो कार्यक्रममा 250वटा इभेन्ट हुन लाग्छ। 30वटा मिनिस्ट्रियल लेभलको इङ्गेजमेन्टहरू हुन लाग्छ भन्ने कुरा गरेको छ। जम्मा 2 दिनको यो कार्यक्रम यति धेरैवटा कार्यक्रम सँगै हुने के जनाउँछ भने उनीहरूको जुन खालको इङ्गेजमेन्ट भइरहेको छ त्यो इङ्गेजमेन्ट चाहिँ अलि सिरियस इङ्गेजमेन्टहरू जस्तो देखिन्छ, अलिक गहनै देखिन्छ यसमा। किनभने त्यहाँ भनेअनुसार ग्लोबल गभर्नेन्सको पनि कुरा गरिएको छ। यही वक्तव्यमा हेर्नुभयो भने यो युनाइटेड नेसन र त्यसको सेक्युरिटी काउन्सिल लगायत आइएमएफ र वर्ल्ड ब्याङ्कको पनि कुरा आएको छ। त्यसमा यो पहिलादेखि नै यसमा रिफर्म चाहिन्छ भनेर भनेको थिएँ। मैले यो पहिला एकचोटि यो काजानमा भएको बारेमा कुरा गरेको थिएँ एउटा इन्टरभ्यूमा र रिइन्फोर्स मल्टिपोलर भनेर कुरा गरेको छ, जुन चाहिँ यता प्रेसिडेन्ट सीको वक्तव्यमा पनि आएको छ यो कुरा। अनि यो बैठकमा चाहिँ वाङ यी चाहिँ छैन। वाङ यीको यता पाहुना भएकोले होला ऊ चाहिँ आइपुगेको छैन, तर चाइनिजहरूको प्रतिनिधित्व चाहिँ छ। यो सँगसँगै योभन्दा अलिकति अगाडि चाहिँ के भएको थियो भने मे 7 देखि 9 जस्तो लाग्छ आसियान मिटिङ भएको छ यो सिबु फिलिपिन्समा। त्यहाँ पनि कुराहरू लगभग के आएको छ भने यो जियो पोलिटिकल क्राइसिस म्यानेजमेन्टको कुराहरू छ त्यसमा, जसमा चाहिँ यो होर्मुजको कुरा छ, सप्लाई चेन सेफगार्ड गर्ने कुराहरू छ, रिजनल स्टेबिलिटीको कुराहरू छ। त्यसमा फेरि इम्पोर्टेन्ट चाहिँ हामीले ध्यान दिनुपर्ने त्यहाँ फुड र एनर्जी सेक्युरिटीको कुरा गरिरहेको छ उनीहरू। उनीहरूले एउटा रिजर्भ बनाउन खोजिरहेको छ, आफ्नै एउटा ओइल रिजर्भ पनि बनाउन खोजिरहेको छ र उनीहरूले एउटा आसियान +3 एनर्जी राइस रिजर्भ भनेर राइस रिजर्भको कुरा गरिरहेछ भनेपछि यो कतातिर गइरहेछ, उनीहरू कसरी प्रिपेयर गरिरहेछ हामीले राम्रोसँग हेर्नुपर्ने हुन्छ। यो साधारण समयको लागि त गरिरहेको होइन होला, किनभने केही दिन अगाडि यता नरेन्द्र मोदीजीको पनि यही खालको वक्तव्य आएछ, सुन नकिन्नु, यो खर्च कटाउनु, यो वर्क फ्रम होमको बानी गर्नु भन्ने कुराहरू आएको छ। यो सबैले केलाई इङ्गित गरिरहेछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। र आसियानको मिटिङमा एउटा अलिकति गहन विषय लागेको चाहिँ मलाई उनीहरूले यो चाइना कोड अफ कन्डक्ट भनेर जुन चाहिँ गरेको छ त्यसमा चाहिँ अलिकति इन्फोर्समेन्टको कुरा गरिरहेको छ। अब आसियान भनेको पहिला 1965 तिर जस्तो लाग्छ बनेको। यो बेलामा चाहिँ जसरी यता सुकार्नुलाई सिद्ध्याएर स्वार्थ आयो, उता ठ्याक्कै हेर्ने हो भने त्योभन्दा अलिकति अगाडि फर्डिनान्ड मार्कोस फिलिपिन्समा आयो। त्यसपछि गएर उनीहरूले थाइल्यान्डमा गएर उनीहरूले बैठक गरेर यो कम्युनिजमको अगेन्स्टको लागि त्यति बेला बनाएको यो संस्था हो। र आजको दिनमा आसियानलाई हेर्ने हो भने आसियान चाइनिज यो इन्फ्लुएन्स नभनौँ, चाइनिज
लाई बाइपास गरेर बस्न सक्ने अवस्था नै छैन। उनीहरूको बिच यति धेरै ट्रेड छ कि उसले चाइनासँग डिट्याच हुन सक्दैन। त्यो भएको हुनाले आसियान देशहरू एउटा यो किता काठको अवस्थामा पुग्न खोजिरहेको जस्तो देखिन्छ। किनभने आसियानको यो देशहरूमा जुन खालको इन्टरभेन्सन भइरहेको छ, त्यो सबैलाई हेर्दाखेरि यता पनि कुरा अलिकति जटिल नै देखिन्छ उनीहरूको माझ पनि। भोलि गएर स्ट्रेट अफ हर्मुजदेखि लिएर यो सबै चिज उनीहरूकै यो रिजनमा आउँछ। उता त्यो मिटिङ भइराख्दा यता जापान र अस्ट्रेलियाको फेरि अर्को मिटिङ भएको छ। उनीहरूले नयाँ न्यू बाइल्याटरल कोअपरेसन भनेर बनाएको छ, जसमा चाहिँ यो रेयर अर्थ मिनरलको कुराहरू छ। त्यहाँ अस्ट्रेलियामा धेरै रेयर अर्थ मिनरलहरू छ। त्यसलाई चाहिँ बिस्तारै जापानको संलग्नतामा त्यहाँबाट उत्खनन गर्ने र यसमा यो सबै चिजलाई लगेर फेरि क्वाडसँग जोडिएको छ। यो ब्याकग्राउन्डमा चाहिँ ट्रम्प र सीको भेट भइरहेको छ भन्ने कुरा, त्यो गम्भीरतालाई चाहिँ अलिकति बुझ्नुपर्छ हामीले। यतिकै गरेर यो जुन भिजिट भएको छ त्यो नर्मल टाइमको भिजिट होइन भनौँ यो। यो प्रेसिडेन्ट सीको वक्तव्यमा पनि त्यही देखिन्छ। उहाँले यो थुसिडिडिज ट्र्यापको कुरा गर्नुभएको छ। यो कुरा मैले धेरै अगाडि 2 वर्ष अगाडि जस्तो मैले यसको बारे कुरा गरेको थिएँ र यो च्यानलको अलिकति लामो भिडियो बनाउने क्रममा चाहिँ मैले यो लास्ट ट्र्याप भनेर बनाएको थिएँ, यो एनिमेटेड भिडियो। त्यति बेला यो लगभग 3 महिना अगाडि जस्तो मैले निकालेको थिएँ। त्यही कुरा प्रेसिडेन्सीबाट पनि कुरा आएको छ, यो थुसिडिडिज ट्र्यापको बारेमा। मलाई लाग्छ यो सोमबारको मेरो यो एनालिसिस भिडियो मैले यही उहाँको वक्तव्यमा धेरैवटा हिडन मेसेजेसहरू छ जस्तो देखिन्छ। अहिले हेर्दा त्यसलाई राम्ररी केलाएर हेरौँ भन्ने लागेको छ। एनालाइसिस चाहिँ यो सोमबार त्यसैको बारे गर्छु म। यो सबै चिजलाई हेर्दाखेरि चाहिँ अहिले यो एसियामा भइरहेको घटनाहरू, त्यसमा विशेष गरी पश्चिम एसियाको अलिकति तनाव देखिन्छ। एउटा इजरायली मिडियाले पहिला के भनेर लेख्यो भने यो वार चलिराख्दा नेतन्याहु युएई पुगेको थियो भन्ने कुरा गराएको छ। र अर्को मिडियाले फेरि युएई र साउदीले इरानमाथि अट्याक गरेको छ, कोभर्ट अट्याकहरू भएको छ भन्ने कुरा गरेका छन्। त्यसले गर्दा साउदी र त्यसले गर्दा इरान र युएईको सम्बन्ध अझै चिसिँदै गएको छ। इरानियनहरूले भनेअनुसार उनीहरूले युएईको स्टेटस एउटा छिमेकीबाट डाउनग्रेड गरेर अहिले चाहिँ एउटा हस्टाइल बेस भनेर घोषणा गरेको भन्ने कुरा आएको छ। त्यसले गर्दा अब यो केही गरी अर्को लेभल अफ एस्कलेसन भयो भने युएई चाहिँ अलिक बढी टार्गेटमा पर्ने जस्तो देखिन्छ अहिलेको हिसाबलाई हेर्दा। अब यसमा ब्रिक्सले कसरी मनोभर गर्छ हेर्नुपर्छ। अहिले आजै केही बेर अगाडि मोदीको साउदी भिजिट छ। त्यहाँबाट उहाँ अरू 4 वटा देश जाँदै हुनुहुन्छ, विशेष गरी युरोपियन देशहरूमा। अब त्यो चिजलाई हेर्दाखेरि चाहिँ अब यो ब्रिक्सको चेयर भएको हुनाले उहाँको त्यो भूमिका पनि रहन आउँछ जस्तो लाग्छ कि यो ब्रिक्सभित्र नै एक किसिमको मनमुटाव आयो भने त्यो म्यानेज गर्ने एउटा जिम्मेवारी इन्डियालाई आइरहेछ यसपालि। यही हिसाबमा हेर्ने हो भने फेरि त्यो रिजनमा अहिले फेरि टर्कीले नयाँ आफ्नो मिसाइल रिभिल गरेको छ। यसले गर्दा हाइपरसोनिक मिसाइल भएको हुनाले यसले फेरि त्यो ठाउँको एउटा मिलिटरी डाइनामिक्स अलिकति चेन्ज गरेर लिएर जान्छ जस्तो लाग्छ फेरि। जुन चाहिँ इरानसँगको एउटा डर थियो, उनीहरूको यो न्युक्लियर मात्रै नभइकन मलाई के लाग्छ भने यो न्युक्लियर भने एउटा त्यो टेक्नोलोजी भयो, त्यसपछि उनीहरूको डेलिभरी सिस्टम भन्ने हुन्छ नि यो हाइपरसोनिक मिसाइलहरू। त्यसले गर्दा नै इजरायलले थ्रेट थियो भने अब यतापट्टि नयाँ टेक्नोलोजीबाट टर्कीले पनि बनाइसकेपछि त्यो थ्रेट लेभल माथि जान्छ भनौँ। त्यो किसिमको कार्य भइरहेछ र यसै गरी हेर्ने हो भने रसियाले पनि एउटा सर्माट मिसाइल भनेर बनाएको छ, जसको चाहिँ रेन्ज 35,000 किलोमिटर भनेर भनेको छ। त्यो भएको हुनाले मलाई लाग्छ यो जुन चाहिँ किसिमको टेक्नोलोजिकल एडभान्समेन्ट भइरहेको छ यो वार इन्डस्ट्रीमा,
त्यसले पनि डाइरेक्टली थ्रेट चाहिँ फेरि युएसलाई पुऱ्याइरहेको जस्तो देखिन्छ अहिले। अब सबै यो वातावरणहरू चाहिँ यो एनालाइसिस भिडियोमा फेरि गरौँला। यो चाहिँ यो न्युज क्लिपहरू मात्रै भयो यो। अब एकचोटि जाउँ रसिया र युक्रेनको वारतिर। अब एकचोटि रसिया र युक्रेनको कन्फ्लिक्टलाई हेरौँ। अब यो चाहिँ अलि प्रो युक्रेनियन म्याप हो। अब यसमा हामीले हेऱ्यौँ भने यो 9 र यो 7, 8, 9 र 10 को टाइममा हेऱ्यो भने लगभग यो सिज फायरको अवस्थामा हो। 8 र 9 मा भिक्ट्री डे सेलिब्रेसन थियो। त्यति बेला युक्रेनले गर्ने भनेको आक्रमण खासै मस्कोसम्म गरेन। त्यो भएपछि यो डोनाल्ड ट्रम्पले अलिकति एक्सटेन्ड गरेको थियो। त्यो बेलासम्म अलिकति यो फ्रन्ट लाइन त्यति एक्टिभ देखिँदैन। तर यो 11 तारिक, 12 11 तारिक र 12 तारिक हेऱ्यो भने पनि अलिअलि त्यसपछि छिटपुट सुरु भएको छ। तर 14 तारिकको दिन हेऱ्यो भने एकाएक यो ड्रोन अट्याकहरू एकदम बढेको छ। यता हङ्गेरीसम्म, यो झन्डै हङ्गेरीको बोर्डरसम्म आइपुगेको छ उनीहरूको यो ड्रोनहरू। यो हङ्गेरीको यो लाइन भयो, यो यहाँसम्म आएको छ। अब यसमा अलिकति यो मिलिटरी एनालिस्टहरूले चाहिँ के भनिरहेछ भने उनीहरूको यहाँ एउटा जापोरोजिया भन्ने ठाउँ छ, यो ठाउँ। अब नेक्स्ट चाहिँ यो लिन्छ होला भन्ने कुरा गरिरहेछ उनीहरूले, अलिक ठुलो सहर छ। यहाँबाट हेर्दै जानुभयो भने यसरी यो सबै ठाउँमा यो एक्टिभ छ। यो भयो, यो खार्किभ भयो, अब यो ठाउँ पनि अलिकति यसमा पनि आक्रमण बढेको छ। अब 15 तारिकसम्म हेर्दाखेरि पनि देखिन्छ यो। यताबाट माथिबाट यो नयाँ खोलेको हो यो ब्याटलफिल्ड। अब यसले चाहिँ लगभग यो इङ्गेजमेन्टको ठाउँ मात्रै देखाउँछ। तर यतापट्टि अर्को चाहिँ एउटा च्यानल छ। त्यसले चाहिँ डिफेन्स लाइनहरू के छ भनेर देखाउँछ र यसमा हेर्दाखेरि पनि यहाँ माथि यो जापोरोजियातिर यसले चाहिँ अलिक बढी डिटेल देखाउँछ। जापोरोजियातिर छ। तर यो यिनीहरूले फेरि यो डिफेन्सहरू को बसिरहेछ भनेर पनि देखाउँछ। यो 33rd असल्ट रेजिमेन्ट यसरी, यसरी यो सबैतिर हेर्नुभयो भने यसरी डिफेन्स यो निलो भनेर चाहिँ डिफेन्स भयो यो युक्रेनियनको डिफेन्स। यसरी माथिकोसम्म हेर्नु हो भने यो डिफेन्सहरू छ। स्पेसल फोर्सेस डिट्याचमेन्ट यहाँ भयो। यो ठाउँ-ठाउँमा यो भने आर्टिलरी, यो मेकानाइज ब्रिगेड भनेर यसरी हुन्छ। यो हेर्नुभयो भने लगभग यो युक्रेनको फ्रन्ट लाइनको अवस्था यस्तो देखिन्छ। यहाँ माथि बेलारुस भयो। यता हेर्नु भने बिस्तारै माथितिर यहाँ मस्को भयो। यो खालको देखाउँछ। अब हेर्दाखेरि के देखिन्छ भने यतातिर पनि यो आक्रमणहरू चाहिँ धेरै बढेको छ। यसले पनि सेम खालको इङ्गेजमेन्टहरू भइरहेको देखाउँछ। अब एकचोटि यो सिपमेन्टको हेरौँ। सिपमेन्टहरू यहाँ गएको हप्ता जस्तो छ। लगभग त्यो जहाजहरू लगभग सङ्ख्या लगभग उस्तै देखिन्छ। यो स्ट्रेट अफ हर्मुज भयो। यो लगभग जहाजहरू अड्केको सङ्ख्या लगभग उति छ। खासै यो धेरै पास छ जस्तो देखिँदैन। अब यो रातो भनेको चाहिँ यो तेल बोक्ने भयो। यो हरियो भने चाहिँ कार्गोहरू भयो। यत्तिकै छ यो। यो तलको यो रुट भयो। यताबाट पासिङहरू पनि राम्रै छ। बिजी नै छ। भनेपछि सप्लाई चेन काम गरिरहेछ अझै। अब यो सप्लाई चेनमा अब हेर्नुभयो भने जस यो रातो तेल भनेपछि आवत-जावत अलिअलि भइरहेछ। यसलाई ट्र्याक गर्नुभयो भने यतातिर आएपछि धेरै अड्केर बसे जस्तो देखिन्छ। अब यहाँ हेर्नुभयो भने तेलको भाउहरू हेर्नुभयो भने ओइल प्राइसमा लगभग 90 देखि 110, 116 कुनैको छ। तर इन्ट्रेस्टिङ चाहिँ के छ भने यहाँ यो जब हामी ल्याटिन अमेरिका आउँछौँ, साउथ अमेरिका, इक्वाडोर, मेक्सिकोको हेऱ्यो भने लगभग तेलको भाउहरू कमै छ। इरानको 100 को हाराहारीमा गइसक्यो यो। तर यहाँ मेक्सिकोको हेऱ्यो भने 90 को लाइनमा छ। 2 टाको मात्रै 100 छ। इक्वाडोरको पनि त्यस्तै छ। ब्राजिलको 107 पुगा छ अहिले।
अब यो क्यानाडाको हेऱ्यो भने पनि उनीहरूको जुन चाहिँ साइड छ वेस्टर्न साइडमा चाहिँ जे होस् प्राइस चाहिँ हामीहरूको भन्दा अलिकति सस्तै छ। अब अमेरिकनहरूको हेऱ्यो भने पनि लगभग हामीहरूको रेन्जभन्दा अलिक तल नै छ उनीहरूको तेल। अरू कमोडिटीहरू पनि यसबाट हेर्न सक्नुहुन्छ। यो चाहिँ चेक गर्दै गर्नुभयो भने चाहिँ यहाँहरूले पनि। यी रह्यो मैले फलो गरेका केही न्युजहरू। अब धेरै न्युजहरू हुन्छन् सबै चाहिँ म राख्न सक्दिनँ। राखेर पनि साध्य हुँदैन र प्रोग्राम धेरै लामो पनि हुँदै जान्छ। आजको लागि चाहिँ यति नै गर्नु पर्ला। अब आउने सोमबार म प्रेसिडेन्ट सीको जुन चाहिँ वक्तव्य छ, त्यसलाई लिएर एउटा एनालिटिकल भिडियो बनाउँछु भन्ने लागेको छ मलाई। त्यति बेलासम्मको लागि बिदा दिनुहोस्। नमस्ते।